हेलो गाइस नमस्कार नमस्कार आज हामी बेलाबाट उठाम आज हामी सँग लिएर हजुरबा पनि पोसाइ भन्नुहुन्छ अनि उता एउटा हाम्रो टेप्पो हानेछ पटा हान्यो हजुर पनि ल्याउन है कमेन्टमा जरुर नाइ छिटाउन है कमेन्टमा मेरो धडा आजको हाम्रो घुमाइ कस्तो रहन्छ हामी तपाईलाई अवश्य देखाउने छौं भन्नु आज हामीले अवस्था देखाउनुहुन्छ प्लिज लाइक गर्नुला हो गोपाल ल गाइस यताबाट घुम्दै गइरहेछौँ ल है गाइस हाम्रो यो शिव भगवानलाई देखाउने र शिव भगवानलाई दर्शन गर्नुभयो ए नमस्ते गर्नुभयो ए हजुर ए पुजारी बाजेलाई नमस्कार छोरो नमस्ते ल आज मेरो छोराको बुलबुले घुमाइ ए हजुरबुवासँग हजुरबुवाको हेर्नु समात्र बुलबुले अहिले नै हाय गाइस या ल है गाइजहरु हाम्रो लाटो अगाडि हिँडेछ लाटा हेलो लाटोले बुवालाई बिस्तारै हिँड्नु छोरो है बुवालाई हो र बुलबुले उद्यान क्षेत्र हजुर ल है बिस्तारै आउनु है गाई आजले चौतारा राम्रो बनाएर रहेछ है यो बल नुहाउनु पर्यो बुलबुलेमा अहिले बुलबुले यस्तो छ ए ल उता गाई उता यताबाट जाने बुवा बाबु बिस्तारै हिँड्नु होला है हेलो बाबु यताबाट घुमेर यताबाट आउने कि यताबाट जाने यताबाट जाउँ नानी यताबाट पछि आउँला के यताबाटै जाउँ
हाँ हेलो गाइजहरू नाउ हाल्ने तल बुवा अलि तल बुलबुलेमा फुलहरू फुलिरहेछन् पुरा कम पर्ने भइरहेको छ हाम्रो सुर्खेत वीरनगर सुर्खेत जिल्लाको वीरनगर नगरपालिकामा रहेको एक पर्यटकीय स्थल बुलबुले उद्यानको नामले परिचित भएको पर्यटकीय स्थल हामी बुलबुले उद्यानमा आइरहेका छौँ बुवा बाजे नाति अगाडि हिँड्नु भएको छ म पछाडि छु हेलो लाटा ल है गाइजहरू ल साथीहरू हाम्रो यो बुलबुले ताल यस्तो छ हाम्रो लाटा छ यसैमा बुवा डुङ्गा चलाउने हो यही हो अहिले यहाँ बोटिङ गर्न तपाईँहरू बोटिङ गर्न चाहनुहुन्छ भने यहाँ टिकट काउन्टर यहाँ रहेको छ यहाँ आएर टिकट काटेर यहाँ टिकट काउन्टर रहेको छ यताबाट आउने त त्यताबाट टिकट काट्नुपर्छ सेफ्टी ज्याकेट लाइट ज्याकेट यहाँ गएर ऊ त्यहाँ गएर फोटो खिच्ने हो अनि यसलाई सेफ्टी ज्याकेट ये डुङ्गा ये डुङ्गा बोट हेर त्यहीँ बसेछु है होइन के लाटा आफूलाई देखाउनु हामीलाई देखाउनु हेलो मेरो बाबा अगाडि हिँड्नु भएको छ मेरो पछाडि हिँडिरहेको छ देखाउनु है यता अरे देखाइरहेको छु दादी देखाउने हाम्रोसँग देखाउनु होला है ल हेलो हेलो छिटो यता आउनु यता बाबा उता त तिम्रो आउनु न पहिला मोबाइल दिनु न पछि तिम्रो ल्याउनु हजुर सामान अलि अनि यसरी पनि भलक बन्छ त नि ल आहा बाबु यता फर्किँदैछ र आहा अलि यता ए हो सिधा यता है अलि यता क्या हो उभिनु न अडिनु न बाबु अडिनु नि छोरो
ल है गाइज मेरो छोरो बुलबुले उद्यानमा हिरो भनेर हिँडिराख्नु भएको छ बुवासँग है कान्छा यस्तो हिँड्ने उता फोहोर खेलाउने होइन है छोरो है ए हो र ए कान्छा हामी कहाँ आइरहेछौँ अरे यस यो खानु न यहाँबाटै जाऊँ त्यहाँबाट यस्तो बाबु बिस्तारै बिस्तारै है हजुर बाबु हेर लाटा यता आउनु छोरो है ओ कहाँ हिँड्नु भएको छ क्या हजुर यता यता हेलो गाइज हिरो हिरो आउनुहोस् को हेलो के टिप्न खोज्नु भयो हजुरले यस 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 ल चल बुलबुले भरि ल है साथीहरू हामी बुलबुले घुमेर एक राउन्ड हानेर बोटिङ गर्ने भनेको बोटिङमा प्यासेन्जरहरू पुरा हुनु भएन नभएको कारणले गर्दाखेरि यता फर्केर बोल्नुहोस् त हामी डुलेर आउने अरे है कसले भने हो र ल है हामी आजको घुमाइ बुलबुले पार्कतिर ए अब यो हाम्रो यस्तो भोग लाग्यो भन्ने मान्छे पनि आउनु भएको छ यहाँ अझ अहिलेको हाम्रो नयाँ पुस्ताको भला गर ल ओके छ त ल ल ल ल यहाँ के खाने त माथि खाने आउनुहोस् माथि आउनु हाम्रो अहिलेको नयाँ पुस्ताको भलक बनाउने मान्छेले लोट्नुलाई ल प्यास है बाजे नाति पुरा शहीद पार्क घुम्न आइरहेछन् हाम्रो लाटो फ्रुटी खाएर हेलो कहाँ आएको बाबु हजुर किन आएको घुम्न आएको अनि एक्लै आउनु भएको कि हजुर कसलाई घुमाउन आउनु भएको हजुरबालाई ल ओके छ त ल यो के यहाँ के छ यो शहीद पार्क ए ल है गाइज हामी त आज शहीद पार्क घुम्न आइरहेछौँ है हाम्रो बुलबुलेका हाँस टोक्छ है टोक्छ बाबु उता जाँदैन
काका नमस्कार। ल है हामी शहीद पार्क भ्रमणमा आइरहेछ घुम्न। शहीद पार्कको अवस्था यस्तो छ। बाबु कहाँ जान लाग्नुभयो? यता आउनुहोस् यता। के गर्ने? रोटिन्छ है चिप्लो चाहिँ? चिप्लो छ है रोटी चाहिँ पुगिन्न। त्यो लोटलाई बाजे नातिले पानी खानु हो। ल लाटा आउनु। ए शहीद पार्कका रमणीय स्थलहरू। हजुर दुईजना ल है शहीद पार्क हाम्रो प्रादेशिक भ्रमणीय स्थल। ल है गाइस ल आउनु त बाबु। ल बिस्तारै बिस्तारै। जलपरीमा उयो फरक कत्रो छ भ्याएको त देख्नु हो? भ्याएको त कत्रो छ ऊ पर जलपरीमा देख्नुभयो? वाह है वाह हो त्यहाँ गयो डुबिन्छ अहिले। ल आउँछ रे त आउनु। जय शिव भगवान। के हो यसको नाम के हो छोरा? टोक्ला है टाइगरले। ल जानु त के लाग्दैन जानु त। यो एलिफेन्ट भनेको नटोक्ने वाला ज्ञानी वाला हो। हैन यहाँ उभियो। ल उभिनु त छोरा। हान्दैन क्या यहाँ 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 उभिनु न यहाँ 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 समाउनु त। यता यता फर्किनु ल। खै 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 यो हात छोड्नु न उल्टो यो हातले समाउनु यता अनि यो हातले यता समाउनु। समाउने हो हान्ने होइन। हेलो गर न सर बाबु हेलो। हेलो हेलो
ल उहाँ बस्नु त को बुवा ए यहाँ बस्नु असित ओ हाम्रो राजाले लाटाले झुला खेल्दैछ झुला खेल्दै झुला शहीद पार्कमा झुला खेल्दा हाय छोरो बाबु हाय ल ल लाटा 1 2 3 go आज शहीद पार्कमा एक्लै खेलिरहेछ मेरो लाटाले समातेर होस् फेरि अलि